एक सानो झ्याङ थियो, यो झ्याङको बिरुवा चाहिँ झिकेको छु। देख्न सक्नुहुन्छ त्यो छ हाम्रोमा नली चाहिँ बबाल छ। देख्न सक्नुहुन्छ मैले चाहिँ यो झ्याङ पनि झिकिसकेको छु है। यहाँबाट पनि बिरुवा यो सबै मैले फलफल राखेर चाहिँ सबै कम्प्लिट गरिसकेको छु। यहाँ चाहिँ यो एउटा झुप्पालाई मात्र असर पुग्यो है, नत्र अरू सबै मैले जोगाएको छु। यो झ्याङबाट निस्केको बिरुवा चाहिँ यहाँ देख्न सक्नुहुन्छ यति छ क्या। राम्रो राम्रो बिरुवा मैले निकालेको छु है, एकदम राम्रो राम्रो छ। यसमा बिग्रेको भनेको यो एउटा र यो दुईवटा नली चाहिँ बिग्रेको छ है। यो दुईवटा नली चाहिँ बिग्रियो भने अरू सबै मैले झिकेको छु एकदम राम्रो तरिकाले। देख्न सक्नुहुन्छ बबाल चाहिँ यो चाहिँ भारलाङ हो। यो भारलाङलाई चाहिँ यसको चाहिँ यो एउटा नलीको होइन, एउटा नलीको यो चाहिँ 17 देखि 20 रुपियाँ गोटासम्म छ अहिले चाहिँ मार्केटमा। यदि कसैले किनिरहनु भएको छ भने कतिमा किन्नु हुँदैछ कमेन्ट गर्नु होला है। यो अलैँची चाहिँ सलकपुरी जस्तो 4-5 रुपियाँ गोटामा आउँदैन है। त्यो चाहिँ एकदम राम्रो खालको पहाडमा हुने जातको अलैँची हो। देख्न सक्नुहुन्छ यहाँबाट मैले एकदम क्लिन गरिदिइसकेको छु है। सो यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै बाक्लो छ अलैँचीको झ्याङ। त्यही भएर यहाँनिर चाहिँ म चाहिँ यसपालि चाहिँ यो झ्याङ त्यो झ्याङ गर्दै त्यहाँ तलतिर पनि छ है। यो त्यो यस्तो बिचबिचको झ्याङहरू चाहिँ झ्याङै उखाल्ने हो है। यो अब म झ्याङै उखाल्छु। यहाँ त्यो पनि झ्याङै उखाल्ने हो, यहाँ छ। त्यहाँ पर्तिर पनि झ्याङै उखाल्ने धेरै छ है। देख्न सक्नुहुन्छ यहाँ पनि त्यस्तो झ्याङै उखाल्ने खालको गाछहरू धेरै छ क्या। यहाँ बाक्लो छ है, यो बिचकोहरू उखाल्नु पर्ने हुन्छ। त्यही हो होइन, यो उखेल्छु म। यहाँ छ नि त, अनि यहाँ छ यो अघि मैले झिकेको। त्यही भएर झ्याङै उखाल्ने हो बिचबिचमा। यहाँ चाहिँ झ्याङै उखाल्नु पर्ने छ। यो गरामा चाहिँ निकै निस्किँदो रहेछ है हाम्रोमा। हुन्छ यो चाहिँ पुरै रोगले भेटे जस्तो भइसकेको छ क्या। यो बाक्लो भएर यो एकदम रोगले नै भेटेको हो कि जस्तो लाग्छ मलाई। यो साइडमा चाहिँ एकदम राम्रो छ है यो चाहिँ, तर यो चाहिँ रोगले भेटे जस्तो भइसकेको रहेछ। त्यहाँ यहाँ दुई झ्याङ उखालेको छु है। सो यतिकै यो खुल्ला हुँदैछ। यहाँ एकदम खुल्ला राख्नुपर्ने छ क्या। यो बाक्लो भएको कारणले गर्दा यो रोगले भेट्न आँटिसकेको छ यहाँ चाहिँ है। यो केलाउँछु है, केलाएर यो चाहिँ देख्न सक्नुहुन्छ बिरुवा बबाल देख्न सक्नुहुन्छ। यसलाई चाहिँ पिर पऱ्यो, यसलाई पिर पर्दा पनि केही फरक पर्दैन। यो नराम्रो हो नि त यो बिरुवा। देख्न सक्नुहुन्छ है 9 झ्याङको बिरुवा हो। त्यहाँ मास्तिर त्यहाँ गरेर झिकेको हो यो बिरुवाहरू। अनि अब मैले चाहिँ यो झ्याङलाई पनि झ्याङै झिक्दैछु किनभने बाक्लो छ क्या। देख्न सक्नुहुन्छ ती छ, यी छ, ती छ, ती गरेर धेरै बाक्लो छ। यो चाहिँ सबै झिक्नुपर्ने छ है, झ्याङै कति चाहिँ। त्यही भएर पनि बिरुवा अलिक निस्किने रहेछ यसपालि हाम्रो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ 100 पिस छ। यो चाहिँ गन्ती गरेको छैन, 200 भन्दा बढी बिरुवा झिकेको छु है। यो ठाउँबाट यहाँ 10-12 झ्याङबाट 200 प्लस निस्केछ टुसा। सो म चाहिँ यो रोप्न जाँदैछु है।